गाइस स्वागत छ मेरो ब्लगमा चाहिँ आज चाहिँ म बिहेमा आएको छु मेरो कान्छी आन्टीको जेठाजुको छोरीको बिहेमा छोरीको बिहेमा यता साइडमा हाम्रो आन्टी हुनुहुन्छ माइली काइली आन्टी कान्छी आन्टी अनि त्यसपछि जेठी जेठी माइली माइली जेठी साइली साइडमा मेरो मम्मी साइली अनि म चाहिँ सबभन्दा प्यारी छोरी अनि कान्छी अनि अर्को कान्छी चाहिँ उता छ उहाँ बजाङदेखि आउनु भएको छ किनकि हाम्रो अङ्कल बजाङ्गी हो नि त मैले चाहिँ धेरै भ्लग बनाउन नपाउनुको कारण चाहिँ मम्मी मलाई मोबाइल दिन्थेन नि यहाँ चाहिँ यति राम्रो राम्रो मन्दिर छ हेर्न सक्नुहुन्छ सोनमको चाहिँ याद आउँदै है मलाई हजुर ठुक्थ्यो भने हैन जति पिटे ठटाइसक्छ तलाई भनेको हान्नु के हान्दैन मोबाइलसित हामी मोबाइल बस्दै अहिले चाहिँ अब अहिले एकछिनमा हजुरलाई भिडियो देखाउँछु किनकि पछाडि गीत बजाउँदै रिपोस्ट भनेर हानिदिन्छ र अहिले एकछिन देखाउँछु अहिले यहाँ चाहिँ अर्को बिहे छ म पनि यस्तै गर्ने हाम्रो ममताज सुरुमा मामाको हुन्छ मामा पछि अर्को मामा पछि उहाँको त्यसपछि हैन दुईटा मामा छ अनि त्यसपछि नहीं त्यसपछि चाहिँ कसको फुर्साङ दिदीको नि कहाँ छ रुपाको पुष्पा छ पारस छ आइसा छ त्यसपछि फुर्साङ दिदी त्यसपछि म त्यसपछि सोनम त्यसपछि निक्कु एघारटा ठुलो कि निक्कु हो एघारटा त्यसपछि लास्टमा घरको कान्छी छोरी निक्कुको बिहे ए हैन दाइहरु खै उता सक्नुहुन्छ दुला जाति छ थाल बोकेर उता अर्को बेहुली पनि थाल बोकेर जान्न म कति राम्रो हुनुहुन्छ अनुहार चाहिँ देखे हैन अलि शीतल भएको छ मेरो भिडियोमा जोडिराख्नु होला है मिठो मिठो के अरे फनी भिडियो छ एउटा उता निरो बिहे छ है आन्टी ऊ मेरो कान्छी आन्टी आउनु भयो है भनिदिनु मेरो ब्लगमा ब्लगमा उता टायर छ पानी ला एउटा मिनट वाटरको बोतल नभरेर ल्याइछ मुसी गाड्छ गाकुरा त्यो पातले पनि हुन्छ पुस्यो भने त्यो पानी बन्द हैन जग्गा ढुङ्गाल गर्नु अर्को चिराउनेको पातला चिराउलाई पानीको छ किन उतातिर पानी छ त हेर्दा पानी छ किन म मिनरल वाटरको पानी ल्याइदिन्छु तँलाई अब चाहिँ पानी खोल पऱ्यो यहाँ अब चाहिँ रोक्नु आधा बेला उहाँ चाहिँ टोरी जानुभएको छ अब एकछिनमा म अरू भिडियो देखाउँछु